सुरुमा स्वयम्भू त्यसपछि बौद्ध अनि लास्टमा चाहिँ पशुपतिको आरती सस्ता साजनराज वैद्य फ्रम रत्नपार्क जस्तो देखिरहेको छु एकदम You like women? यो हाम्रो उसले भाइले चाहिँ म दाइ तपाईँको 1K सब्सक्राइबर पुऱ्याइदिन्छु यो भ्लग अपलोड गरेर बित्तिकै भनेको छ हेरौँ We are heading towards Swayambhu. जानु आँटेको वेदर एकदम क्लिन छ आज हाम्रो भ्लगको अनर हुनुहुन्छ यता चाहिँ अग्नि सोच यो चाहिँ हाम्रो पार्किङ एरिया हामी चाहिँ अहिले स्वयम्भू जानु आँटेको सिँढी चढ्दैछौँ यहाँ यस्तो छ अब चाहिँ म यो भ्लग चाहिँ म हाम्रो दाइलाई ह्यान्डओभर गर्दैछु हेलो नमस्ते लभली पिपुल हामी चाहिँ अहिले चाहिँ स्वयम्भू आइपुगेका छौँ है अनि आजको ब्लग चाहिँ हाम्रो पर्सन भाइको लागि डेडिकेटेड पहिलेबाट घुम्दैछौँ हाम्रो आजको यो ब्लगको डेडिकेसन चाहिँ कसलाई हो अरे पर्सन आजको ब्लगको मेन व्यक्ति चाहिँ तिमी हेर सस्ता साजनराज वैद्य फ्रम रत्नपार्क जस्तो देखिरहेको छु एकदम स्वयम्भू घुम्दैछौँ मेन चाहिँ गुम्बामा चाहिँ एकछिनमा जान्छौँ हामी यो सानो 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 ठाउँहरू घुमेर होइन अनि आज भाइहरूसँग हो अनि राम्रो छ ठाउँ आफ्नो आफूलाई घुम्नै पर्ने ठाउँ म घुम्न त घुमेँ पहिला होइन तर भाइको साथीहरूले फेरि अलिकति मोबाइल खोज्ने फाल्ने काम गर्छन् र अलिक डर लाग्छ क्या साथीहरू चाहिँ उता जुम्रा हेरेर बसिरहेको छन् एकअर्काको हामी चाहिँ आइपुगेका छौँ मेन गुम्बामा अनि यता पछाडि राम्रो राम्रो काठहरू छ है अनि यता छ हाम्रो पनि छ अनि यहाँ चाहिँ म र शरण छौँ दुईजना कहाँ हराएको थियो गइसक्यो दुईजना चाहिँ अगाडि गइसक्यो अति नै नाइस छ है
Go on. So many Chinese landscape. Oh yeah, many. So fast. I thought it's so fast. Yes. Okay. Oh yeah. Woman. You like women? Yeah. Are you single or mingle? Many. Oh my god, damn. Many. Okay. Makes sense. Man. Yeah. Okay. Yeah, of course, bro. She's so beautiful. She's from Nepal? Okay. Okay. Thank you, bro. Thank you for your time. Okay. अब चाहिँ हामी चाहिँ सोनीबाट चाहिँ निस्किन गएको है तर शनिबार भएर होला अति नै भिडभाड छ राम्रोसँग फोटो खिच्ने ठाउँ पनि थिएन उभिनलाई यहाँ पनि भिडभाड नै छ है स्याटरडे भिडभाड अब चाहिँ हामी यहाँबाट निस्केर बौद्ध जाने भन्दा चाहिँ बौद्धबाट आइसकेपछि हामी बेलुकी पशुपति आरतीको पनि प्लान छ अनि अहिले चाहिँ कति बजी भन्दा 3:30 भइसक्यो होला दिउँसोको अनि मेरो आवाज चाहिँ आएको छ कि छैन किनभने आवाज लागेको छ त्यही पनि सुन अब बौद्धमा गएर सिधै हामी चाहिँ अहिले असन बजारमा छौँ अहिले चाहिँ हामी बौद्ध जानु आँटेको भर्खर स्वयम्भू हेरेर अब चाहिँ वी आर हेडिङ टुवर्ड्स बौद्ध दाइले चाहिँ यहाँ गाडी चलाउँदै हुनुहुन्छ म चाहिँ पछाडि बसेको छु है यस्तै छ भिडभाड छ बजारहरू दाइको नि फर्स्ट टाइम है बौद्ध दाइको नि फर्स्ट टाइम हो मेरो पनि फर्स्ट टाइम हो अब के हुन्छ हेरौँ मात्रै गएर है यस्तै छ बाटोहरू अति साँघुरो छ हाम्रो मामाहरू यस्तो छ है आवाज आएको छैन होला बाटोमा भएर तर माइन्ड नगर्नु होला एकदम नोइजी छ हामी चाहिँ जाममा परेका छौँ है साथीहरू 18 सेकेन्ड बाँकी हामी चाहिँ बौद्ध आइपुगेका छौँ है आँखाले देख्नुपर्ने मान्छे खुसी छ एकदम हेर्दा अनुहारमा चमक भन्नु पर्दैन मेरो सो फाइनली बौद्ध चाहिँ आइयो राम्रो छ बौद्धमा पनि अलिकति भिडभाड कम छ उता सोनीभन्दा कम नै हुने भयो भिडभाड कम छ आनन्दले हिँड्न पनि पाइएको छ रमाइलो छ यता चाहिँ कुराहरू रमाइलो छ नि हामी 4 जना चाहिँ घुमिरहेको छौँ एक टाउनको बौद्ध स्थित हाल्ने भनेर है तर चाहिँ विशाल गौतमको फ्यान गर्दै नि त एकजना साथी छ कि मेरो दिपेश पाण्डे नि त्यसको पनि त्यही हो दिपेश पाण्डे भन्ने साथी छ ऊ पनि यस्तै गर्छ कि
फेरि आउला 20 साल घाम परिरहेको छ अनि हो त्यस्तो गरेर यस्तो गिम्बल लिएर हिँड्न मजा आउँछ त होइन हामी चाहिँ रुफटप क्याफेमा चाहिँ आएको हो यहाँ बसेर यतिको जोस चाहिँ खान्छ खाइसकेपछि हाम्रो चाहिँ रुफटप बोतामा हो जसमा चाहिँ हामी चाहिँ निस्कियौँ के खायो कि बिलेर डर लागेको थियो अलिअलि होइन अनि अझ हामी यहाँबाट निस्किएर चिया खान जान्छौँ चिया खाएर चाहिँ पशुपति आरतीको प्लान छ भाइ चाहिँ अहिलेसम्म पशुपति आरती हेरेको छैन मलाई आरती हेरेको छैन आरती गुरुङ चाहिँ हेरेको सो हामी चाहिँ आइपुग्यौँ पशुपतिको पार्किङ एरियामा अनि अब हामी जान्छौँ आरती हेर्न यताबाट होइन यता छ आरती हेर्न जाने एरिया अनि कुराहरू पनि आउँदैछन् तर कस्तो महँगो टोइलेट 10 रुपियाँहरू पैसा परेको नि यार लास्ट टाइम महँगो भयो त्यो म अझै एकचोटि 1 लिटर पानी खाएर आउँछु म त है एकछिनमा चाहिँ आरती सुरु हुन्छ हामी पुग्छौँ र म चाहिँ काठमाडौँ नै 9 महिनापछि आएछु मेरो पैसा 30 गते आएको थिएँ त्यसपछि आएको थिएन अब यहाँ चाहिँ यो हाम्रो उसले भाइले चाहिँ म तपाईँको 1K सब्सक्राइबर पुऱ्याइदिन्छु यो भ्लग अपलोड गर्दा बित्तिकै भनेको छ हेरौँ पेड प्रमोसन भनेको चाहिँ गाइजहरू त्यो होइन दिनुपर्ने उसले मेरो दाइलाई म त्यति त गरिदिन्छु भनेर ओके पेड त भनेकै छैन त्यस्तो त म भ्लगै सुरु गर्थेन हामी चाहिँ आइसक्यो आरती हुँदैछ त्यसपछि भिडभाड त अति नै भिड छ त हुन त आज शनिबार पनि भयो जता पनि भिड हुने भयो उता देखिन्छ उता पनि भिड छ
अब अहिले चाहिँ हामी चाहिँ आरती हेरेर निस्क्यौँ अनि हाम्रो दुईजना भाइहरू चाहिँ गइसक्यो। अब हामी दुईजना चाहिँ निस्किँदैछौँ। यिनीहरू चाहिँ दार्जिलिङतिर जाने अनि हामी चाहिँ भक्तपुर जाने 2 दिन अन्तिका लिएर आउँदैछु। अब आजको घुमघाम यति नै थियो। सुरुमा स्वयम्भू, त्यसपछि बौद्ध अनि लास्टमा चाहिँ पशुपतिको आरती होइन। आजको भ्लगलाई चाहिँ यहीँ गरिदिउँ। भोलि फेरि नयाँ ठाउँ नयाँ भ्लग। बाई।